पुनर्जन्म लिँदै हुनुहुन्छ। लोकप्रिय राजा श्री 5 वीरेन्द्र वीरविक्रम शाहदेव। प्यारा देशवासीहरू, पूर्व जन्ममा हामीले यस मातृभूमि नेपाललाई शान्ति क्षेत्र घोषणा गराउन निकै ठुलो मेहनत गरी बक्सेका थियौँ। थुप्रै विदेशी मित्र राष्ट्रहरूले हाम्रो प्रस्तावलाई समर्थन गरे पनि छिमेकै विचित्र राष्ट्रले एक कानले सुनाएर अर्को कानले उडाइदिएको थियो। वर्तमान सन्दर्भमा शान्ति क्षेत्रको हाम्रो प्रस्ताव झनै सान्दर्भिक देखिएकोले नेपाललाई पुनः शान्ति क्षेत्र घोषणा गराउने हेतुले यस मातृभूमिमा पुनर्जन्म लिबक्सेका छौँ। श्री षड्यन्त्रकारीहरूले फेरि हाम्रो हत्या नगरून्। जय नेपाल।